नमस्ते सम्पूर्णमा म उमेश दाहाल अनि हजुरहरु सम्पूर्ण सन्चै आरामै हुनुहुन्छ होला। म पनि ठिकै छु, अहिलेसम्म चाहिँ एकदम राम्रै छु। अनि हजुरहरु समक्ष चाहिँ आज म एउटा कुरा चाहिँ भनौं न, मैले चाहिँ लामो समयदेखि करिब 5 देखि 6 महिना अगाडिदेखि चाहिँ एउटा युट्युब च्यानल खोलेर चाहिँ सुरु गरेको थिएँ। अनि त्यो च्यानलमा चाहिँ मैले आफूलाई चाहिँ इच्छा लागे अनुसार चाहिँ जुन हाम्रो नेपाली सिरियलहरु हुन्छन् त्यो सिरियलहरुको चाहिँ रिभ्यू भिडियो बनाएर चाहिँ हाल्ने गर्थे। ब्लग जस्तो टाइपमा जुन सिरियल हुन्छ त्यो सिरियलको चाहिँ ब्रिफिङ गर्ने, त्यसलाई चाहिँ यस्तो छ उस्तो छ भनेर चाहिँ भन्ने अनि त्यसलाई बनाउने गर्थे। आज चाहिँ अनि त्यही कारणले गर्दाखेरि मैले चाहिँ जे होस् छोटो समयमै चाहिँ 1000 सब्स्क्राइबर र 4000 घण्टाको वाच टाइम पूरा गरेर चाहिँ मेरो च्यानल मोनेटाइज गरेको थिएँ। अनि मोनेटाइज गरिसकेपछि चाहिने त्यसमा चाहिँ अब एउटा हुँदो रहेछ गुगल एडसेन्स। मेरो चाहिँ त्यो चाहिँ अहिले आइसकेको छ। कोहीलाई चाहिँ नआएर कस्तो हैरान हुन्छ। मेरो चाहिँ त्यो गुगल एडसेन्स चाहिँ दुई वटा आएको छ। अहिले मेरो हातमा चाहिँ दुई वटा गुगल एडसेन्स छ। मैले जुन यो एउटा गुगल एडसेन्स चाहिँ यो गुगल एडसेन्सको लागि चाहिँ मैले मेरै जिल्ला खोटाङमा चाहिँ यो हालेको थिएँ। मेरो जिल्लाको पोस्टल कोड अनि जिल्ला खोटाङको हालेको थिएँ र मैले रिसिभ गर्नको लागि चाहिँ गाईघाट भनेर लेखेको थिएँ। लास्टमा यो चाहिँ नआएको, मैले चाहिँ गाईघाटमा गएर गाईघाटको यो उदयपुरको चाहिँ जिल्ला हुलाक कार्यालयमा गएर सोधेँ, तर यो नआएको कुरा खुल्यो। त्यसपछि फेरि मैले चाहिँ रिसेन्ट गरेपछि चाहिँ मैले सम्पूर्ण विवरणहरु चाहिँ गाईघाट हुलाक कार्यालयकै हालेको थिएँ। यहीँको पोस्टल कोड, यहीँको लोकेसन, सम्पूर्ण कुराहरु यहीँको। अनि मैले यसमा चाहिँ फोन नम्बर पनि छोडेको थिएँ। जुन यो पहिले मैले खोटाङमा हालेको थिएँ त्यसमा चाहिँ फोन नम्बर नछोडेको र फोन पनि नआएको हुनाले गर्दाखेरि केही थाहा भएन, मलाई त्यो थाहा पाउन सकिन। अनि यसमा चाहिँ मैले फोन नम्बर पनि छोडेको हुनाले मलाई चाहिँ फोन गरेर बोलाएर यो चाहिँ उपलब्ध गराउनु भयो। अनि मसँग चाहिँ अहिले दुई वटा छ। जुन मैले लोकेसन गाईघाट राखेको हुनाले यो पनि खोटाङको चाहिँ हाम्रो हुलाक कार्यालयबाट यही चाहिँ हाल्दिनु भएको छ, यही आएको छ अहिले चाहिँ। अनि यो चाहिँ अब मैले पाएको छु। अब यसकोमा भएको जुन कोड हुन्छ त्यो कोड चाहिँ दुईटा आइसकेपछि चाहिँ मलाई चाहिँ अब कन्फ्युज भयो, के हो कसो हो। मसँग चाहिँ दुई वटा छ। अब यसलाई के गर्ने भन्ने विषयमा चाहिँ मैले चाहिँ सोचेर अनि लास्टमा यसलाई चाहिँ साइडबाट जुन हामीले खोल्नुपर्ने हुन्छ त्यो भागलाई चाहिँ खोलेर हेर्दाखेरि चाहिँ दुईटैमा एउटै पिन चाहिँ पाइयो। अनि त्यो भएको कारणले चाहिँ मलाई सहज पनि भयो। दुईटैमा एउटै पिन भइसकेपछि त अब मलाई चाहिँ सहज हुने भयो। दुईटामा के हो कसो हो भनेर त्यो कन्फ्युज रहेन। अनि यो चाहिँ मैले अब पिन जुन लोकेसन भेरिफाई गर्नुपर्ने हुन्छ त्यहाँ चाहिँ यो पिन हालेर भेरिफाई गरेको छु। अनि अब म अहिले चाहिँ केही भनौं न, केही हजुरहरुको साथ सपोर्ट र सहयोग भयो भने चाहिँ अब केही रुपैयाँ चाहिँ पैसा चाहिँ कमाउन सक्ने चाहिँ भएको छु युट्युबबाट, हैन। हजुरहरुले नि साथ सपोर्ट दिइराख्नु भएको छ यतिन्जेलसम्म। अहिले पछिल्लो समयमा चाहिँ म धेरै एक्टिभ चाहिँ छैन युट्युबमा, त्यही पनि हजुरहरुको साथ सपोर्ट चाहिँ मैले पाइरहेको छु। यस्तै साथ सपोर्ट गर्दै जानु होला। जुन यो गुगल एडसेन्स छ यो झिक्न जाने बेलामा चाहिँ त्यहाँ खोइ अब किन हो कसो हो उहाँहरुलाई पनि त्यस्तो धेरै जानकारी रहेनछ, के हो यो कस्तो हो भनेर चाहिँ मलाई चाहिँ त्यहाँको यो जुन गुगल एडसेन्स छ यो यसको विषयमा चाहिँ त्यहाँ सोध्नु भयो। अनि मैले पनि त्यहाँ चाहिँ हल्का थोरै मलाई ज्ञान भए जति मैले पनि त्यहाँ बताउन चाहिँ प्रयास गरेँ, बताएँ। मलाई जुन ज्ञान थियो त्यो चाहिँ मैले बताएँ। अनि अब यो मसँग चाहिँ दुई वटा आएको भएर ती दुईटा आएको भएर त्यहाँ चाहिँ त्यहाँको जिल्ला प्रमुख चाहिँ भनौं न नायब सुब्बालाई चाहिँ सोध्नु भयो त्यहाँको स्टाफले, यो के गर्नु दुईटा आएको छ, दुईटै दिनुपर्ने हो कि के भनेर। अनि उहाँले चाहिँ यो मेरै नाममा दुईटै आएको, एउटै नम्बर भएको कारणले पोस्टको एलपी यो के भन्ने नम्बर यहाँ हुँदो रहेछ त्यो नम्बर चाहिँ एउटै भएर अनि नाम पनि एउटै मिलेको भएर चाहिँ मलाई यो दुईटै दिएर पठाउनु भयो। अनि अहिले चाहिँ मसँग यो दुईवटा छ, दुईवटै आएको छ। अनि अब त्यहाँ चाहिँ एउटा माहौल जस्तो यो यसको विषयमा चाहिँ एउटा सानो छुट्टै प्रकारले चाहिँ हामीले चाहिँ गफसफ गर्यौं, यो के हो कसरी हो के हो। अनि त्यहाँबाट चाहिँ मलाई चाहिँ शुभकामना सहित चाहिँ पठाउनु भयो। अब चाहिँ म युट्युबमा रिभ्यू भिडियो त छँदै छ, त्यो सँगसँगै सामान्य सर्ट भिडियो अनि त्यसपछि चाहिँ
ब्लगहरू पनि खिचेर हाल्ने चाहिँ सोचिरहेको छु। तर मसँग चाहिँ यो अब स्रोत र साधनको अभाव भएको कारणले गर्दाखेरि मैले चाहिँ अहिलेसम्म यो भिडियोहरू बनाउन चाहिँ सकिरहेको छैन। अब मलाई एडिटिङ पनि त्यत्रो आउँदैन। अनि यो जुन हामीले थम्बनेल बनाउनु पर्ने हुन्छ, थम्बनेल बनाउन पनि मलाई चाहिँ अहिलेसम्म मजाले पर्फेक्ट रूपमा जानेको छुइनँ। जुन सिरियलको थम्बनेलहरू हुन्छ त्यो थम्बनेललाई नै मैले चाहिँ जुन अघिल्लो भागको आएको हुन्छ त्यही थम्बनेलमा चाहिँ थोरै चेन्ज गरेर त्यहाँ मैले रिभ्यू लेखेर चाहिँ अनि हाल्ने गरेको छु। अनि त्यसै गरी अहिलेसम्म चाहिँ मैले च्यानललाई अगाडि बढाइरहेको छु। यो बोल्न पनि अहिले मैले चाहिँ त्यति पर्फेक्ट रूपमा सकिरहेको छुइनँ, किनभने यो भिडभाडमा बोल्न लाज लाग्ने, डर लाग्ने, यस्तो अब के पो भयो अनि सब्सक्राइब कति छ र यसरी भिडियो बनाउँदै हिँड्छस् भन्दा 1-1.5 2-3 हजार यस्तो भन्दाखेरि अलिक होच्याएर बोल्ने टाइपको यो तरिकाले हेर्ने नजर चाहिँ अलिक फरक पर्ने तर भएको कारणले गर्दा पनि होला। अनि अहिले चाहिँ मैले चाहिँ भिडियो चाहिँ त्यति कन्टिन्यू चाहिँ गर्न पाइरहेको छैन। अब चाहिँ कन्टिन्यू गर्नेछु। अनि यो जुन आएको छ अब यसलाई चाहिँ यो कोड चाहिँ मैले चाहिँ त्यहाँ टाइप गरेर चाहिँ अनि लोकेसनको भेरिफाई चाहिँ गर्नेछु। यो मान्छे चाहिँ अर्कै थियो तर अहिले चाहिँ यो क्याप टोपी लाएर चाहिँ अर्कै देखिरहनु भएको होला। मेरो चाहिँ कुल पूजा दिवाली थियो, त्यो भएर मैले चाहिँ कपाल काटेर यस्तो छ टाउको, त्यही भएर यो टोपी चाहिँ लाएर हिँड्ने गर्छु म। टाउकोमा चाहिँ कपाल नभएको भएर घाम यो अहिले चाहिँ म गाईघाटमा छु, यहाँ चाहिँ गर्मी ज्यादै छ, त्यो भएको कारणले घामले चाहिँ टाउकोमा पोल्ने अनि असर गर्छ भनेर चाहिँ मैले यो टोपी पनि लाइरहेको। हजुरहरूले चाहिँ मेरो भिडियो पहिलेदेखि नै हेर्दै आउनु भएको, अब यस्तै तरिकाले चाहिँ माया गर्दै जानु होला, साथ सपोर्ट चाहिँ दिँदै जानु होला। म चाहिँ अब रेगुलर रूपमा चाहिँ भिडियो लिएर चाहिँ आउने नै छु। हजुरहरूले पनि मलाई चाहिँ साथ सपोर्ट दिएर अगाडि बढ्न चाहिँ मद्दत गरिदिनु होला। र अब यो एडसेन्स आएको छ, अब यहाँ भएको म चाहिँ यो हालेर चाहिँ बनाउने छु। यो यसको चाहिँ अब 6वटा पिन चाहिँ म लगाएर लोकेसन चाहिँ भेरिफाई गर्नेछु लोकेसनको। अनि त्यसपछि चाहिँ मेरो च्यानलले पनि केही मात्रामा न्याय पाउनेछ, केही मात्रामा मैले पनि मैले गरेको दुःख सङ्घर्षहरूले चाहिँ केही मात्रामा न्याय पाउनेछ। जे होस् पैसा नै ठुलो कुरो भएन, पैसा नै नकमाए तापनि हल्का फल्का जसरी भए पनि यति पाउनु भनेको नि मलाई चाहिँ अहिलेको लागि चाहिँ धेरै ठुलो कुरा भएको छ। गुगल एडसेन्स पाउनु भनेको पनि मलाई चाहिँ अहिलेको लागि धेरै ठुलो कुरा हो। त्यसैले हजुरहरूले चाहिँ साथ सपोर्ट चाहिँ दिँदै जानु होला। नमस्ते।